मिडवीक को हार्वेस्ट भिडियोमा स्वागत छ। आज चाहिँ मलाई फर्सीको मुन्टा एकदमै खान मन लागेको भएर म चाहिँ फर्सीको मुन्टा टिप्न आएँ र मलाई चाहिँ यो चिचिला लागेको ठाउँ चाहिँ भाँच्न मन लाग्दैन, त्यही भएर चिचिला लागेदेखि अलिकति माथि नै अथवा अगाडि नै टिप्दैछु र सकेसम्म चिचिला लागेको चाहिँ टिपेको छैन। यो चाहिँ एउटा सानो गट्टा फलेछ, कति राम्रो छ। अनि त्यसपछि त्यता पनि अर्को गट्टा फलेको रहेछ। मैले चाहिँ यस्तो यो सानो सानो अलिकति चिचिला लाग्दै गरेको छोडेर यहाँ भए जति मिल्ने जति धेरै त होइन तर अलिकति एक साथ पुग्ने गरी मैले यहाँ भए जति फर्सीको मुन्टाहरू चुडे। अब यो फर्सी टिपिसकेपछि यसो अलिकति भान्टाको छेउमा गएको त यति धेरै भान्टा फलेको रहेछ, मैले त देखेको पनि थिइनँ। यो चाहिँ फेरि ठ्याक्कै लौकाको झाल मुनि छ, त्यही भएर खासै देखिहाल्ने ठाउँमा छैन। त्यही भएर यो चाहिँ मेरो लागि एकदमै राम्रो सरप्राइज भयो र म एकदमै खुसी छु यो यति धेरै भान्टा टिप्न पाएकोमा। अब यो एउटा लौका पनि टिप्नु पर्यो। यो फलेदेखि एउटा पनि ट्राई गरेको छैन, आज यो पनि मलाई खान मन लाग्यो। खासै मेरो प्लान फर्सीको मुन्टा मात्रै टिप्ने थियो, तर अब एक्सिडेन्टली यो भान्टा भेटे, त्यसपछि लौका पनि टिप्न मन लाग्यो र मैले अलिकति रायोको साग पनि मिक्स गर्नको लागि टिपेँ। र आजको चाहिँ मेरो हार्वेस्ट यति छ। लौकाको झालमुनि भएको भएर यो मैले रायो साग टिपेको भिडियो चाहिँ खासै खिच्न पाइनँ, तर पनि ठिकै छ। अब चाहिँ मैले यो लौकालाई पकाउनको लागि रेडी गर्न थालेँ। सुरुमा चाहिँ काटेँ र यो हामीलाई 2 छाक नै हुने जस्तो देखिन्छ, किनभने हाफ पार्टले नै हामीलाई टन्न पुग्छ। अब यसलाई चाहिँ चाना चाना पारेर काटिसकेपछि बोक्रा छिलेर त्यसको गुटीहरू निकालेर अब चाहिँ मैले करी पिसमा काटेर रेडी गरेँ। त्यस्तै यो चाहिँ प्रेसर कुकरमा मैले आलुसँग मिसाएर आज पकाउने प्लान गरेँ। खासै लौका चनासँग पनि एकदम राम्रो हुन्छ, तर आज भिजाको चना थिएन। अब यो लौका चाहिँ यस्तो भयो, निकै यो ग्रेभी नै एकदम मिठो लाग्छ मलाई चाहिँ। अनि मेरो बच्चाहरूले पनि लौकासँग खाना चाहिँ मजाले नै खान्छन्, त्यही भएर अलिकति ग्रेभी नै बनाउनु पर्छ। अनि यता चाहिँ फर्सीको मुन्टा पनि रेडी भयो। अनि यो चाहिँ आजको थाली दाल र चामलदेखि बाहेक बाँकी चाहिँ सबै घरमै फलेको सागसब्जी तथा खुर्सानीको अचार है त। भिडियो हेर्नु भएकोमा धेरै धेरै धन्यवाद।